नमस्कार, स्वागत छ मेरो नयाँ भिडियोमा। आजको यस भिडियोमा संविधान भनेको के हो भन्ने कुरा हामी चर्चा गर्न गइरहेको छौँ। सर्वप्रथम संविधान भनेको देशको विकासको लागि अथवा देश सञ्चालनका लागि आवश्यक पर्ने तत्त्व हो। संविधान देशको मूल कानुन हो। संविधानबाट नै राज्य सञ्चालन हुँदछ। अब नेपालको संविधानको कुरो गर्दा नेपालको हालको संविधान 2072 साल असोज 3 गतेमा लागू गरिएको थियो। यो संवैधानिक विकासक्रमका आधारमा रहेको 7औं संविधान हो। हाम्रो सर्वप्रथम संविधान 2004 मा जारी भएको थियो, जहाँ राजतन्त्रको अर्थात् राणा शासनको अन्त्य भएको थियो। त्यहाँदेखि हाम्रो संविधान सुरु भइरह्यो। 7औं संविधान 2072 साल असोज 3 गते जारी भएको थियो। अब हालको कुरो गर्दा संविधानमा 35 भाग, 308 धारा र 9 अनुसूची रहेका छन्। अब यसमा 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ। हाम्रो संविधान को कुरो गर्दा यो अनिवार्य शर्त रहेको छ देशको लागि। देशमा संविधान नभए देशको उचित तरिकाले नीति नियमहरू पालना हुन सक्दैन। देशलाई सञ्चालनका लागि यो अति नै आवश्यक पर्ने शर्त हो। त्यसैले संविधान देशको लागि अति आवश्यक शर्त रहेको छ भन्ने कुरा हामीलाई जानकारी हुनुपर्दछ। भिडियो राम्रो लागेमा सब्स्क्राइब गर्नु होला अनि यस्तै शिक्षा सम्बन्धी कन्टेन्टको लागि बेल नोटिफिकेसन अन गरी हाम्रो च्यानलमा जोडिनु होला। धन्यवाद।